नमस्कार सम्पूर्णमा स्वागत छ साथीहरू मेरो भिडियोमा। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु साथीहरू। म चाहिँ भिडियो बनाउनु भनेर चाहिँ आजभन्दा 2 वर्ष अगाडिदेखि नै कन्टेन्ट बनाउँछु युट्युबमा भिडियो हाल्छु भनेर सोचेको मात्रै थिए, तर चाहिँ गर्न चाहिँ अहिलेसम्म नि सकेको थिएन। र आजदेखि चाहिँ म गर्छु भनेर म धेरै सोच्दा नसकेर चाहिँ आजदेखि चाहिँ म गर्छु भनेर चाहिँ म भिडियो बनाउन सुरु गरेको छु। किन नसकेको भन्दाखेरि मेरो मनमा चाहिँ यस्तो लाग्थ्यो कि मान्छेले के सोच्छ है, मेरो भिडियो देखेर म बोलेको गलत बोल्यो भने के मान्छेले सोच्छ भन्ने यस्तो मेरो मनमा चाहिँ यो मात्रै सोच आउँथ्यो है। तर यस्तो हुँदो रहेछ साथीहरू। मान्छेले जे सोचे पनि आफूले चाहिँ आफ्नो काम चाहिँ गरिरहनु पर्दछ। कन्टेन्टमा चाहिँ लाज शरम भन्ने चाहिँ केही मान्नु पर्दो रहेछ, तब मात्रै अगाडि बढिने रहेछ चाहिँ। त्यसैले चाहिँ म आजदेखि चाहिँ म आफ्नो जानेको आफूले गरेको जे छ सबै चिज म यही भिडियो मार्फत एउटा कन्टेन्ट बनाएर चाहिँ हजुरहरूको माझ म लिएर आउने छु। र सबैजनाले मेरो भिडियोलाई एकदम माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। धन्यवाद साथीहरू।